सम्पूर्ण मित्रलाई हार्दिक नमस्कार छ। मित्रहरू यो हाम्रो देशमा अहिले सुकुम्बासी समस्या, ऐलानीमा बस्ने अव्यवस्थित बसोबासीहरूको समस्या, के गर्ने कसो गर्ने, डोजरले भत्काएर फाल्ने कि के गर्ने भन्ने बारेमा ठुलो लफडा देखा परिरहेको छ, जसको कारणले गर्दाखेरि अहिले हाम्रो कुनै पनि हैन हाम्रो चाहिने समितिहरूको बैठक पनि भइरहेको छैन, सदनको बैठक पनि भएको छैन, यावत समस्याहरू आइरहेको छ। अब यो समस्यालाई कसरी समाधान गर्ने त? समस्या त आयो, त्यसलाई चाहिँ नि हैन पुलिस लगाएर, सेना लगाएर, बन्दुक लट्ठी र बुट देखाएर, मान्छेलाई कुटेर, तह लगाएर, थुनेर, मुद्दा चलाएर समाधान गर्ने हो कि अरू नै यसको चाहिँ नि केही छ त पाटो भनेर यदि कोही कसैले सोध्न यदि चाहन्छ भने, अब मेरो भिजन अनुसार हेर्ने हो भने चाहिँ यसलाई कसरी हामीले समाधान गर्न सकिन्छ त भन्दा, जे जति ऐलानीमा बसे, अब त्यो अहिले बस्या होइनन् हैन, थोरै 20 वर्ष 15 वर्ष पहिला अगाडि बसेका छन् पहिलादेखि। त्यस्ता मान्छेहरूलाई जहाँ चाहिँ उनीहरूले अब त्यो सरकारी जग्गा हो, त्यो जग्गालाई उहिले विभिन्न दलालहरूले पनि बेचे होला, के भयो होला, त्यो तालेर पत्र बेचिँदै पनि आयो होला सायद। र त्यसरी चाहिँ नि आएको जग्गामा उनीहरूले अहिले घर बनाएर बसिरहेछन्, भोग चलन गरिरहेछन् धेरै वर्ष पहिलादेखि। फेरि थोरै छैन, एक दुईवटा छैन हैन, लाखौं लाख जनताले त्यो खालको चाहिँ नि गरिरहेको अवस्था छ देशैभरि हेर्दाखेरि। त्यसरी लाखौं जनताको घर भत्काइदिँदाखेरि खरबौंको क्षति हुने, थुप्रै तपाईँको चाहिँ नि के अरे हैन समस्याहरू झेल्नुपर्ने, देशमा चाहिँ नि गरिबी बढ्ने, गरिबहरूको सङ्ख्या बढ्ने, अब जीवनभरको कमाइ लगाएर एउटा घर बनाएको हुन्छ, त्यो घर भत्काइदिएपछि त्यो मान्छे त गरिब हुने भयो। त्यसो भएको कारणले गर्दाखेरि एउटा उपाय के छ त यो समाधान गर्ने भन्दाखेरि चाहिँ, त्यसरी बसेका मान्छेहरूलाई चाहिँ जति जग्गा ओगटेर बसेको त्यति जग्गा बराबरको, त्यति क्षेत्रफल बराबरको जग्गा चाहिँ सरकारले हैन सरकारी रेटमा त्यो जग्गा भोग गरेर जन तपाईको चाहिँ घर बनाएर बसेको छ त्यो मान्छेलाई सरकारले बेच्नुपर्छ, सरकारले धनी पूर्जा निकालेर दिनुपर्छ। त्यसो गरिसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि त्यो मान्छेको हैन 20औं वर्ष 30औं वर्षको कमाइ पनि जोगियो र त्यो मान्छे त्यो जग्गाको धनी पनि भयो। उसले धनी पूर्जा पाइसकेपछि उसले सालैपछि मालपोत पनि बुझाउँछ हैन, र घर पनि तपाईको चाहिँ नि घरधुरी कर उसले तिर्छ। यसरी चाहिँ तपाईको के हो त भन्दाखेरि त्यो जग्गा बराबरको राजस्व बाँध्नु पर्यो सुरुमा, त्यसपछि वर्षै पछिको उसको मालपोत चाहिँ नि उसले तिरेको र उसको घरको तपाईको चाहिँ नि संरचना अन्तर्गतको धुरी कर तिरेको चाहिँ राजस्वमा बाँध्दाखेरि खरबौं खर्ब पैसा पनि तपाईको चाहिँ के अरे उठ्ने हुन्छ र सालै पछि नै तपाईको चाहिँ नि यो के हो त भन्दाखेरि राजस्वमा वृद्धि हुँदै जान्छ। त्यसरी चाहिँ सालै पछि हामीले ट्याक्स लिन सक्छौं त्यस्ता मान्छेहरूबाट, र यसरी यसको समाधान हामी गर्न सक्छौं भन्ने आइडिया म चाहिँ नि दिन चाहन्छु। यदि सरकारले लिन चाह्यो भने यो आइडिया गर्दाखेरि राम्रो हुन्छ, होइन भनेदेखि तपाईको त्यो हैन त्यो लाखौं लाख जनतासँग जुधेर त्यस्तो गरेर यस्तो गरेर त्यो काम छैन। त्यसो भएको कारणले जे जति बसेको र आउँदो तपाईको अरू जग्गाहरुमा चाहिँ तपाईको चाहिँ के अरे त्यसरी चाहिँ जग्गा हैन अतिक्रमण गरेर बस्तीहरु नयाँ बस्तीहरु बस्न चाहिँ रोक लगाउँदाखेरि हुन्छ भने पुरानो जति पनि मैले भने 25 वर्ष 30-35 वर्षदेखि बसिरहेकोहरुलाई चाहिँ त्यसरी चाहिँ हैन उनीहरुलाई धनी पूर्जा दिन सकिन्छ। र यसरी सरकारले अगाडि बढ्दाखेरि यो समस्या समाधान हुने म देख्छु। अन्यथा त्यही हो, पुलिस देखाउनु पर्ने, झगडा गर्नुपर्ने, भत्काउनु पर्ने, रुँदै बस्नु पर्ने, आन्दोलन गर्दै बस्नु पर्ने, आन्दोलनमा कुटाइ खाइराख्नु पर्ने हैन, ढुङ्गा हानाहान गरिराख्नु पर्ने, अनि यस्तो दंगा फसादमा अशान्तिमा मुलुक जहिले पनि फसिरहन्छ यो विषयलाई लिएर। म यो भन्न चाहन्छु यहाँलाई कस्तो लाग्छ। अब मेरो कुरा सुरुमा चाहिँ मन पर्दैन तपाईहरुलाई, मलाई थाहा छ धेरै जसोलाई, यो राज्य सत्ताको पक्षधर साथीहरुलाई चाहिँ मन पर्दैन। र बिस्तारै सोच्दै जानुस् हैन, मैले भनेको कुराहरु गलत चाहिँ हुँदैन भन्न चाहन्छु। र यो आइडिया लिने भने लिनु होला। म चाहिँ भए त्यसरी समाधान गर्थे, त्यसतर्फ लाग्थे।
खरबौँ रुपियाँको चाहिँ तपाईँ के हो त भन्दाखेरि राजस्व सङ्कलन पनि गर्थेँ र सालै पछि ट्याक्स उठ्थ्यो नि त, त्यो मालपोत उठ्थ्यो के उठ्थ्यो, त्यहाँबाट तपाईँको चाहिँ नि राजस्व राज्यको ढुकुटी पनि डराउँथ्यो, जसको कारणले ऋण लिइराख्नु पर्ने थिएन। त्यो छ। अब ढङ्ग छैन हाम्रो, अनि ऋणले बस भन्ने खालको भएको छ। र यसो गरौँ, चुपचाप पतासाप भन्ने खालको चाहिँ नीति हामीले लिनु हुँदैन है। म यहाँ सबैजनालाई त्यो भन्न चाहन्छु। नमस्कार छ, जय होस् सबैको।